हेलो गुड मर्निङ वेलकम छ ल्यान्ड डिलर केपिएलमा तपाईँहरूलाई स्वागत छ। आज पनि हामी जग्गा हेर्ने सिलसिलामा राम्रो लोकेसनमा आइपुगिसकेका छौँ है। जग्गा हेर्नको लागि एकदमै उत्कृष्ट जग्गा, बगैँचा बनाएर बस्न मिल्ने गाउँको आडामा ठुलो बाटोमा है। जग्गा एकदमै राम्रो छ, तारबार गरेर एकदमै आम बगैँचा ठुलो मात्रामा छ है। यो जग्गाको क्षेत्रफलको कुरा गर्नुपर्दा यो चाहिँ 30 कट्ठा जग्गा रहेको छ। यसरी तारबार गरेर पुरै बाटोमा छ है जग्गा। यसरी 30 कट्ठा जग्गा रहेको छ। एकदमै राम्रो जग्गा, सस्तो मूल्यमा बेच्दै हुनुहुन्छ। उहाँलाई अप्ठ्यारो परेर बेच्न लाग्नु भएको छ यो बगैँचा है त। यदि हजुरहरूले भिडियो हेर्दै हुनुहुन्छ भने स्किप नगर्नु होला, अन्तिमसम्म हेर्नु होला। कहाँ हो, के हो, कति प्राइस हो, सम्पूर्ण भनिदिने छु है त। त्यसै गरी यसको चाहिँ सर्वप्रथम मैले लोकेसनको कुरा गर्नुभयो। यो चाहिँ तपाईँको कपिलवस्तु शिवराज नगरपालिकाको सेरोफेरोमा रहेको छ। यो चाहिँ है सेरोफेरोमा रहेको छ, 6-7 किलोमिटरको डिस्टेन्समा रहेको छ है। यो चाहिँ तपाईँको एकदमै राम्रो लोकेसनमा रहेको छ, ठुलो बाटोमा, गाउँको आडामा, एकदमै सस्तो मूल्यमा है त। यदि हजुरहरूले इच्छुक हुनुहुन्छ भने माथि डिस्क्रिप्सन दिएको नम्बरमा सम्झेर बुझेर तपाईँहरूले आएर भिजिट गरेर हेरेर सम्पूर्ण अपडेट लिन सक्नुहुनेछ र पास गर्न सक्नुहुनेछ। एकदमै राम्रो जग्गा, सस्तो मूल्यमा रहेको जग्गा है त। यति भन्दै यस्तै गरी आगामी दिनमा पनि यस्तै सस्तो जग्गाहरू लिएर आउने नै छौँ है त। एकदमै राम्रो जग्गा छ, ठिक छ, एकदमै राम्रो बेस्ट लोकेसनमा रहेको जग्गा छ है। मैले अझै पनि फेरि एकचोटि दोहोऱ्याइदिएँ। यो जग्गाको क्षेत्रफलको कुरा गर्नुपर्दा यो चाहिँ 30 कट्ठा जग्गा रहेको छ। पुरै आँप बगैँचा रहेको छ है त। आँप तपाईँको 1-2 वर्षदेखिबाट यो फल्न सुरु हुन्छ है। पुरै तारबार गरेको छ, एकदमै सेफ्टी साथमा छ यो बगैँचा। बाटोमा, ठुलो बाटोमा छ है, गाउँको आडैमा छ। एकदमै सस्तो मूल्यको है त, एकदमै सस्तो मूल्यको। यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने माथि डिस्क्रिप्सन दिएको नम्बरमा तुरुन्तै सम्झिनु भन्न चाहन्छु। हस् त है त। यस्तै गरी आगामी दिनमा सस्तो घर जग्गा लिएर आउने क्रम जारी नै रहनेछ। त्यति बेलासम्मको लागि म बिदा चाहन्छु। हस् त, धन्यवाद।